जापानमा चाहिँ यो दारी पाल्नु भनेको चाहिँ क्राइम गरे बराबर नै हुन्छ क्या। माया कसम यस्तो हेप छ नि। म जापान सुरुमा आउँदाखेरि मेरो दारी यता र यता थियो क्या। अनि अहिले होइन दारी काट्दा काट्दा यहाँ हेर्नु न मेरो पुरै दारी आइसक्यो क्या। स्पेसल्ली यो जति नि बेन्तोमा काम गर्नुहुन्छ उहाँहरूले चाहिँ यो प्रब्लम फेस गर्नुहुन्छ होइन। अलिकति दारी आयो भने पनि होइन काम गर्न दिँदैन क्या। अनि अलिकति हात काट्यो भने पनि काम गर्न दिँदैन। किनभनेदेखि दारी पाल्यो भनेदेखि चाहिँ खानेकुराहरूमा कपाल जान्छ। अनि त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूले काम गर्न मिल्दैन। अनि बेन्तो त्यसपछि 7-11 रेस्टुरेन्टहरूमा पनि दारी पाल्न दिँदैन। त्यही भएर जापानमा चाहिँ दारी नपाल्नु होला। यदि पाल्न मन छ भनेदेखि चाहिँ तपाईँहरूले बेन्तोमा काम गर्न मिल्दैन, यहाँ मात्रमा काम गर्ने हो। अनि रेस्टुरेन्टहरूमा पनि कुनै कुनैले दिन्छ, कुनै कुनैले चाहिँ दिँदैन। त्यही भएर म छेत्रीको छोरो हो, खासै दारी आउँदैन थियो मगरको छोरो जस्तोदेखि थियो। अहिले जापान आएर पुरै दारी नै दारी भएको छ। यो प्रब्लमको कतिले फेस गर्नुभएको छ। मलाई दारी काट्न नै आउँदैन थियो क्या जापान आउँदाखेरि। सुरु त कति काट्थ्यो, यता यता कति काट्थ्यो।